हेलो गाइज, आज चाहिँ म माइनक्राफ्ट खेल्दैछु अनि म चाहिँ यसमा आज चाहिँ म यस्तो सिर्फ म क्रिएटिभमा भयो नि म चाहिँ यहाँ नर्मल त्यो सर्भाइभर जस्तै खेल्नु लागिरहेको छु। बाय बाय। हेलो गाइस, आज चाहिँ म खेलिरहेको छु माइनक्राफ्ट, त्यो पनि सर्भाइभर नै। मैले चाहिँ यस्तो सामानहरू बनाइछु अनि मलाई चाहिँ अलि यताउति घुम्न मन लाग्यो, त्यो भएर म चाहिँ यताउति घुमिरहेको। के छ मेरो सानो घर, भित्र कति धेरै एउटा सिक्रेट छ कि कसैलाई पनि थाहा छैन। म तपाईँलाई अलिक लास्ट सीनमा भन्छु, आउनुहोस्। प्लिज यार हाम्रो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। अनि म तपाईँहरूलाई 1000 सब्सक्राइबर भएपछि मात्र आफ्नो फेस रिभिल गर्छु। 1000 सब्सक्राइबर गरिदिनु होला, थ्याङ्क यू, गरिदिनु होला। म चाहिँ अहिले घरमा हो, त्यही भएर म चाहिँ अफलाइन गेममा र यतिखेर म रोब्लक्समा ग्रो गार्डन खेल्दै बस्थेँ। अफलाइन भएर लाइन गएको यता चाहिँ आज त्यही भएर म अफलाइन गेम खेलिरहेको। अनि मलाई चाहिँ ड्यामेज परेको थियो पनि मलाई के भएन ड्यामेजले गर्दा। किनभने मेरो आर्मर सबैले भन्नु गएर होला कि यो फेक हो, यो त तिमीले पुरै 1 घन्टा पुरै दिनभरि गरेर यस्तो गरे होला, यो फेक। तपाईँहरूले सही भने मैले दिनभरि मिहिनेत गरेर अहिले बनाएको हो के गाइस, दिनभरि मिहिनेत गरेको मैले, त्यही भएर यसो भयो। गाइस साथी मसँग हेरै छैन, म चलाउनै मिल्दैन, हेर्नु नि एकछिन रुक्ने गाइस, म घरमा जानु पर्यो। चाँडो चाँडो जान्छु घर। यो चाहिँ भित्रबाट मेरो घर, मेरो भित्रबाट घर हेर्नु होला। भित्रबाट बाहिरबाट त हेर्नु भइसक्यो होला। मैले चाहिँ चाहिने सब ब्रेडहरू राखेको थिएँ, म चाहिँ ब्रेड खान्दा। तपाईँहरूलाई एउटा एन्डमा सिक्रेट भन्दैछु म तपाईँहरूलाई। हेर्नु होला, रात पनि पर्न थालिसक्यो अनि म चाहिँ घरभित्र बसेँ। अहिले जम्बी अट्याक हुन्छ। म चाहिँ रोक्ने गर्छु। अहिले चाहिँ अलि राति भयो, हुन खोजिरहेको भरे भयो। अब म चाहिँ सुतेँ, फेरि उठ्नु बिहान हेरेको त यता पानी परिरहेको रहेछ गाइस।
सिक्रेट देखाउँछु। म चाहिँ तपाईँहरूलाई आफ्नो घरको सिक्रेट देखाउँछु होइन, भयो नि त। त्यहाँ अर्को उठ्छ यहाँ चाहिँ अलिकति ड्यामेज पर्छ मलाई। मलाई चाहिँ ड्यामेज पऱ्यो अलि धेरै ड्यामेज। उयो चाहिँ गाछी यो चाहिँ अलिक धेरै नै खतरनाक बाटो हो। यही हो गाइस। यो मेरो एउटा रुम, यो मेरो सिक्रेट रुम। यो कसैलाई पनि थाहा छैन, फेरि मलाई मात्रै थाहा। यो बाथटब, यहाँ चाहिँ टोइलेटिङ हेर्नु होला, हुनसक्छ होला। अनि सुसुमी फैलियो। अब मलाई जानुपर्छ गाइस मासतिर। गाइस अब म चाहिँ कसरी मासतिर जाने होला। गाइस म माइनिङ गर्छु। अनि यसले माइन गर्छ र पनि चाँडो माइन हुन्छ। गाइस यति माइनिङ भयो भने चाहिँ हुन्छ भनेर म चाहिँ छोडेँ। अनि जाने नराम्रोसित खसेमा चाहिँ सेकेन्डको हुँदा यस्तो त भइहाल्छ नि। हामी त सक्छौँ गाइस हाम्रो जिन्दगी। यतिखेर चाहिँ झोम्बी हराउनु भने गाइस मेरो त आखिर तपाईँहरूलाई सिक्रेट देखाएँ। आजको लागि चाहिँ यति मात्र। बाई बाई।